नेपालको लोकतन्त्र अर्थात् डेमोक्रेसी एउटा फेलियर हो र यसलाई सुधार्नुपर्छ, चाहे त्यो यो व्यवस्था फैलेर होस् वा यसलाई सुधारेर होस् भन्ने कुरा त आजभोलि एकदम सुन्नु पाइराखिन्छ। अनि यो फेल डेमोक्रेसी सुधार्नको लागि व्यवस्था नै फाल्नुपर्छ वाला सुझाव बाहेक अर्को धेरै मानिसले दिएको सुझाव अर्थात् उपाय चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भन्ने हो। तर यसको नि विपरीत केही मानिसहरूद्वारा यो सुन्नु पाइयो कि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री व्यवस्थाले नि केही गर्ने छैन। नेपाल जस्तो देशको फेल डेमोक्रेसी सुधार्न त नेपाललाई अस्ट्रसिजम नै चाहिन्छ। र यो अस्ट्रसिजम चाहिँ के हो भन्दा अस्ट्रसिजम एउटा एकदम डेमोक्रेटिक प्रक्रिया हो जसलाई डेमोक्रेसीको जन्मस्थल भनेर चिनिने एन्सियन्ट एथेन्सको डेमोक्रेसीमा नि प्र्याक्टिस गरिन्थ्यो, जसमा हरेक वर्ष एउटा इलेक्सन हुन्थ्यो। तर यस इलेक्सनमा नोमिनेट चाहिँ त्यस्ता व्यक्तिहरूलाई गरिन्थ्यो जो देश र डेमोक्रेसीको लागि खतरा भएका थिए वा डेमोक्रेसीबाट पाएको शक्तिको दुरुपयोग गर्थे, जस्तै कि करप्सन, घोटाला आदि। अनि यो इलेक्सन जसले जित्थ्यो उसलाई 10 वर्षको लागि देश निकाला गरिन्थ्यो। सो धेरैबाट यो सुन्न पाइयो कि नेपाललाई अरूभन्दा अगाडि मोडर्न टाइमलाई फिट हुने गरी खालको अस्ट्रसिजम चाहिएको छ, किनकि नेपाल यी 3 जना व्यक्तिको ट्रियो स्याडो डिक्टेटरसिप भइसकेको छ, जस कारण प्रधानमन्त्री जस्तै देशकै सबैभन्दा शक्तिशाली र सम्मानित उपाधि पनि एउटा जोक र यिनीहरूको हातको कठपुतली भइसकेको छ, जोसँग यी 3 जना स्याडो डिक्टेटर्स हरेक 3 महिनामा म्युजिकल चेयर गेम खेल्छन्, अब प्रधानमन्त्री बन्ने पालो कसको भनेर। सो यी 3 जनाको यस्तो स्याडो डिक्टेटरसिप रोक्न सक्ने यिनीहरूको मृत्यु बाहेक अस्ट्रसिजम मात्रै हो भनेर नि धेरै मानिसले भनेको सुनिन्छ। जसको बारे हजुरको ओपिनियन के छ कमेन्टमा लेखिदिनु होला।